हेर्नु साथीहरु, यो चिङ्गी चाहिँ काप्तादेखि तादेखि चाहिँ अनि यो चाहिँ पिङ्की चिङ्गी खसे मोने बाख्राको घोट मलाई भन्दाखेरि म चाहिँ यहाँ इन्जोय गरेर नाच्दैछु ल। हेर यिनीहरू दुईटै बहिनी लड्दैछन् है। ड्यप ड्यप ल यो चाहिँ यसको दुध है। अनि यो पनि यसको दुध अनि यसको दुध देखाउँछु है म तिमीलाई। यसको दुध अनि उता चाहिँ यो सानो हाँगामा मैले हालेछु अनि उता चाहिँ आमा घोगा उचाउँदैछन् अनि यता सिटुलो भाग्दैछ अनि पोर्साको खात आजुको रुख किमुको रुख यसको बुबु यो वालै हो यसको बुबु ल। यो चाहिँ स्यापको दुला यो पनि स्याप यो त दर्मुको यो अखरको रुख अनि यो चाहिँ तिम्लाको रुख यो किमको रुख अनि उता चाहिँ खर्काको रुख है। अब म बादमा घाँस जान्छु अनि बताउँछु। त्यो चाहिँ हाम्रो नामको जङ्गल हो है। काफलको रुखहरू अलपर छन् है। म देखाउँछु हजुरलाई। यो खेल्ने वालो बजिरी यो कसैले आधा बनाएको छ क्या, यसै कारण मैले यसले एउटा हान्डी बनाएको थिएँ। थाहै छैन। उता चाहिँ टङ्गी उहाँको तल धेरै भर्ती पानी सर्क गुडगुडाउँदैछ पानी पर्दैछ अनि पुतली उड्दैछ गाई बाँध्ने ठहर। म तिमीलाई एउटा घोसला देखाउँछु है जो एउटा राम्रो थियो अनि म बाछी बाली जुन तारालाई देखाउँछु है जो बहुत प्यारी छ कसैको नजर नलागो। हेर्नुस् साथीहरु यो चाहिँ हो अनि यो भित्र पुरै जनावर छ अन्डो पनि छ यसले दिएको अनि भयो है। भइदैन मैले त जुन तारा देखाउन बिर्से त। ल हेर्नु साथीहरु म हजुरलाई जुन तारा देखाउँछु ल है। यो चाहिँ उताको पहाडको मिठो हावा हो। सिटुलो उड्दैछ भाग्यो सर्किन बाल्टी पानीको थाहा अरूको रुख अनि अरूको रुख बाख्राको घर डोका हेस्ट अनि यो चाहिँ कलोडी यो चाहिँ माली गाई। उताको यो सानी बाली जुन तारा आफ्नो चानीमा सफेद भएकी जुन तारा अनि माथिकी ठुली ओरेन्ज कलरकी तारा है। यो चाहिँ गोठ हो। हेर्नुस् ल है। यताको पहाडको जुन तारामा है यताको पहाडमा जुन तारा यताको पहाडमा जुन तारा मारानी मार्यो मुने चिली हो यो। हेरौँ मुनिको हात कस्तो रहेछ भनेर। मैले भन्दा थिएँ न यो जुन अनि यो जुलाई है अनि यो डिसेम्बर यो चाहिँ हो जनवरी अनि यसैको नाम हो फेब्रुअरी। पहिला यसको नाम हुने थियो अनि जनवरी फेब्रुअरी यसै। Thanks for watching.